आशामा आनन्द गर धर्मशास्त्रले भन्छ। हेलो हाई एन्ड नमस्कार, म वीरेन दुङलेबुङ फेरि पनि यहाँको अगाडि छुट्टै कथालाई लिएर उपस्थित भएको छु। एक दिन वैज्ञानिकहरूले एउटा मुसालाई पक्रेर पानीले भोरी भएको एउटा बकेटमा लगाइदिए। जहाँ मुसा पस्न साथ मुसा यति बेसी अतालियो, हात खुट्टा चलाउन थाले, यताउता पागल जत्तिकै भयो, यताउता पानीमा खेल्न थाले, यताउता उसले आफूलाई बचाउन कोसिस गर्न थाले। अनि 15 मिनट नभई बिस्तारसँग उसको सबै तागतहरू घटेर गयो अनि ऊ बिस्तारसँग डुब्न लागे। जब त्यो मुसा डुब्दै थिए त्यति बेला फेरि वैज्ञानिकले त्यो मुसालाई बाहिर निकाले अनि उसको चिसोपनहरू सबै पुछिदिए लुगा कपडाले, अनि उसलाई सुक्खा बनाएर घाममा सुकाइदिएर उसलाई फ्रेस बनाए। जब त्यो मुसा फेरि फ्रेस भयो उसलाई फेरि पक्रेर त्यही अघिकै बकेटमा जहाँ पानी भोरी छ त्यहीँ मुसा लगाइदिए। तर त्यति बेला भने त्यो मुसा बिस्तारसँग हातहरू चलाउँदै बिस्तारसँग त्यो पानीमा तर्न थाले, आफ्नो तागतलाई बचाउन थाले। बिस्तारसँग खेल्दै 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 1 घन्टा, 2 घन्टा, 3 घन्टा, 5 घन्टा, 10 घन्टा, 15 घन्टा गर्दै 60 घन्टासम्म त्यो मुसा त्यहाँनिर तरिरहे खेलिरहे। वास्तवमा यहाँनिर के परिवर्तन भयो, के चेन्ज भयो? के त्यो पानी चेन्ज भयो अथवा के त्यो मुसा चेन्ज भयो? त्यो मुसा पनि चेन्ज भएन, त्यही मुसा हो। पानी पनि त्यही हो जुन पानीमा ऊ अगाडि डुबेका थिए। तर यति चाहिँ हो उसको चेन्ज भएको कुरा चाहिँ उसको सोच परिवर्तन भयो। उसले आशा गर्न थाले कि म यहाँनिर खेलिबसेँ भने, म टिकिबसेँ भने मलाई कोही न कोही निकाल्न चाहिँ आउँछ भनेर उसले यो सोच उसको बदल्यो। यसलाई होप इफेक्ट भनेर भन्छ। एउटा आशामा जिउनु कि म यहाँनिर टिकिबसेँ भने कोही न कोही त मलाई यहाँबाट निकाल्न आउँछ भन्ने उसको त्यो आशाले गर्दा ऊ त्यहाँनिर बाँच्न सके। हाम्रो जीवनमा पनि धेरैचोटि जिन्दगीको पानीमा हामी यसरी नै अत्ताली पठाउँछौँ अनि हामी छोटो समयमै हामी डुब्छौँ जिन्दगीमा। तर धर्मशास्त्रले यसरी भन्छ, तिमीहरू चाहिँ आशामा आनन्द गर, तिमीहरूको आशा कहिले पनि निराशा हुँदैन। हामीलाई बनाउनु हुने ईश्वर जसले तपाईँ र मलाई असाध्यै माया गर्नुहुन्छ, तर जिन्दगीको धेरै पानीहरूमा हामी डुब्दै जाँदाखेरि हामी अतालिन्छौँ, पागल जस्तै हामी यताउता भड्किन्छौँ अनि हाम्रो आशाहरू, हाम्रो होप इफेक्टहरू हराएर जान्छ। हाम्रो जीवनमा त्यो इफेक्ट नै हुँदैन अनि हामी आशाहरू हराउँदै गर्दाखेरि हामी त्यो मुसा जस्तै छोटो अवधिमा हामी डुब्न थाल्छौँ। तर आजको कथाको सिक के छ भने हामी जिन्दगीको पानीमा पनि बिस्तारसँग हामी टिकिबस्यो भने, जबसम्म हार नमानी हामी जीवनमा टिकिबस्न सक्छौँ भने ईश्वरले हामीलाई अवश्य पनि बचाउन आउनुहुन्छ। अनि यो होप जुन तपाईँ र मैले राखेको छौँ भने नि जीवनमा हामी टिकिरहन सक्छौँ। जस्तै परिस्थितिमा पनि, कठिन परिस्थितिमा पनि, सायद आज तपाईँ पनि त्यो मुसाको परिस्थितिमा हुनुहुन्छ होला, जहाँ तपाईँ पानीमा हुनुहुन्छ, तपाईँको आशाहरू नहोला। तर आज यो कथाबाट तपाईँलाई भन्न चाहन्छु, ईश्वर परमेश्वरले यसरी भन्छ, तिमीहरूको आशा निराशा हुँदैन, तिमीहरू चाहिँ आशामा आनन्द गर। अनि हामी जब उहाँप्रति आशा गर्न थाल्छौँ, जब ईश्वरप्रति हामीले आशा गर्न सक्छौँ, तपाईँ हुनुहुन्छ मसँग, तपाईँले मलाई बचाउनुहुन्छ भन्ने जुन आशा हामी ल्याउँछौँ नि, त्यो आशाले हामीलाई कहिले पनि निराशा गराउँदैन। यसकारणले गर्दाखेरि तपाईँ त्यो स्थितिमा हुनुहुन्छ भने कहीँ तपाईँको आफन्तप्रति होइन, तपाईँको आफ्नो व्यक्तिहरूमाथि होइन, तर हामीलाई बनाउनु हुने ईश्वरप्रति हामीले आशा राखेर तपाईँ चाहिँ मलाई बनाउने ईश्वर हुनुहुन्छ, तपाईँ चाहिँ मेरो सृष्टिकर्ता हुनुहुन्छ, मेरो आशा म तपाईँमा राख्छु भनेर हामी जिउँ भने धर्मशास्त्रले भन्छ, मानिसहरूमाथि भरोसा नगर है, सास निस्किजाने मान्छेमाथि भरोसा नगर्नु, तर परमेश्वर तिमीहरूलाई बनाउने ईश्वरमाथि भरोसा राख्नु भनेर भन्छ। अनि उहाँमाथि भरोसा राख्दा हामी कहिले पनि निराशा हुँदैनौँ। त्यो मुसा जस्तै परिस्थितिमा छौँ भने आज तपाईँलाई म यो कुराले उत्साह गर्न चाहन्छु, तपाईँ र म हामी आशालाई बचाइराखौँ। कथालाई मन पऱ्यो भने सेयर गरिदिनु होला। फेरि पनि अर्को कथालाई लिएर उपस्थित हुनेछु। थ्याङ्क यू।